भइसकेपछि मात्रै के भने मान्छेलाई क्रस गर तर पैदल यात्रुहरूलाई हामी फेरि 2 देखि 3 मिनटभन्दा बढी पनि ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी होइन, सडक सुरक्षा हामी सबैको जिम्मेवारी हो भनिन्छ। हरेक दिन 7 देखि 8 जना व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको तथ्याङ्क रहेछ। तपाईहरुले 1 घण्टा सडकमा उभिँदा के देख्नुभयो? करिब 1 मिनेटमा आफ्नो विचार राख्दिन, हामी 3-4 जनाको लिन्छौँ। मेरो नाम कृतिका भण्डारी हो अनि फर्स्ट अफ अल म ग्लोबल कलेज अफ म्यानेजमेन्ट नाइमा अर्गनाइजेसन एज वेल एज हाम्रो ट्राफिक प्रहरीमा चाहिँ ग्रेटफुलनेस व्यक्त गर्न चाहन्छु लाइक फर गिभिङ अस द अपर्च्युनिटी त्यहाँ गएर भोलिन्टियर गर्ने मौका दिनुभएकोमा। मेरो काम चाहिँ मान्छेहरूलाई प्लिज आकाशिक पुल प्रयोग गर्नु है भन्नेवाला थियो अनि लाइक त्यो काम गर्दाखेरि चाहिँ धेरै मान्छेलाई त्यस्तो भेटेँ अब जस्तो थाहा छ होइन आकाशिक पुल छ, आकाशिक पुल प्रयोग गर्नुपर्छ भनेर, तर पनि जाने पनि प्रयोग नगर्ने के किनभने अल्छीपनले हो कि त्यो टाइम नभएर हो कि के भएर हो। तर त्यो एउटा मेजर प्रब्लम मैले देखेको भनेको चाहिँ नजरअन्दाज गर्ने के, थाहा छ तर नगर्ने, फलो नगर्ने, रुल सबैलाई थाहा छ। गाडी गइरहेको हुन्छ त्यही बेलामा गइदिन्छ, जति हामीले सकेसम्म रोक्नु प्रयास गर्दै थियौँ। अङ्कल आन्टीहरूलाई एकछिन रोक्नुहोस् है भन्दा पनि उहाँहरू चाहिँ नटेरिकन गइदिनु हुँदो रहेछ होइन। अनि हामी सानो बालबालिका भएर हेपेर जानुभएको भन्ने कि के भन्ने, तर ट्राफिकहरूलाई चाहिँ कतिको गाह्रो हुँदो रहेछ भनेर हामीले पनि फिल गऱ्यौँ। सो आई वुड लाइक टु थ्याङ्क भेरी मच नाइमा अर्गनाइजेसन एन्ड हाम्रो काठमाडौँ महानगरपालिकाका ट्राफिक पुलिसहरूलाई पनि धेरै धेरै धन्यवाद। अब हामी तपाईहरुसँग कम्तीमा 1 वर्ष नाइमा ग्लोबल कलेज र ट्राफिक प्रहरीले यस्ता अवेरनेसका कार्यक्रमहरू गरिरहनेछौँ र नाइमाले भिरकुटी मण्डपमा यही श्रावण 26 देखि 31 गतेसम्म सञ्चालन गर्ने मोबिलिटी एक्सपोमा पनि लर्निङ सेसन्सहरू हुनेछन्। त्यहाँ तपाईहरु हाम्रो सहभागिता हुनेछ। आजको कार्यक्रमको बारेमा यहाँको केही भनाइहरू राखिदिनु र म आदरणीय एसपी साहबलाई म धन्यवाद। आजको यस अनौपचारिक भनौँ औपचारिक भनौँ आजको यस कार्यक्रममा चाहिँ जुन अकस्मातै हामी यहाँ जम्मा भएका छौँ र त्यसले गर्दा अनौपचारिकै भन्न चाहन्छु। काठमाडौँ उपत्यकामा चाहिँ दैनिक जसो साना ठुला दुर्घटनाहरू भइरहेको अवस्था देखिन्छ र ओभरअल रूपमा चाहिँ हामीले हेऱ्यौँ भने दैनिक 7 देखि 8 जनासम्म चाहिँ मृत्यु भएको ओभरअल नेपालमा त्यो तथ्याङ्क देखिन्छ। र विशेष गरी अब 2 पाङ्ग्रे सवारी साधन जहाँ चाहिँ अब एकदम तीव्र गतिमा सवारी साधन चलाउने गरिएको छ र 2 पाङ्ग्रे सवारी साधनको दुर्घटनाको चाहिँ अत्यधिक बढी देखिन्छ र भोलिका दिनमा पनि यो सहकार्यलाई चाहिँ अझ घनीभूत रूपमा चाहिँ अझ बढी चाहिँ निरन्तरता दिँदै अगाडि बढाउने एउटा प्रतिबद्धता समेत व्यक्त गर्दै यहाँसँग बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल। त्यसैगरी नाइमा अध्यक्ष ऋतु सिंह वैद्य र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेज्यू जसले चाहिँ एउटा मिटिङ गरेर यो 21 बुँदेलाई चाहिँ यसरी सचेतनाका कार्यक्रम गर्न हामीलाई चाहिँ हौसला दिनुभएको थियो। उहाँहरू सबैलाई एक जोरदार तालले स्वागत दिँदै यो कार्यक्रमलाई समापन गरिदिनु हुन यहाँहरूकै प्राचार्य प्रिन्सिपल अम्बादत्त जोशी सरलाई यहाँ बोलाउँछु र
र म यहाँहरूसँग बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आयोजित दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभियानमा 2083 पाल्नुहुने एसपी साहब सर, डिएसपी साहब, नायमिका निर्देशक सरहरू, अन्य कर्मचारी साथीहरू, मिडिया पार्टनरको रूपमा लाली गुराँस र मेरा प्यारा भाइ बहिनीहरू, आज तपाईँहरूले जुन यो ट्राफिक सचेतनामा तपाईँहरू आफै पनि रोडमा उभिनुभयो र त्यहाँ डिफ्रेन्ट गतिविधिहरू तपाईँहरूले देख्नुभयो। अब मैले तपाईँहरू एउटा स्टुडेन्ट, मेरो स्टुडेन्टको नाताले म के भन्छु भने एटलिस्ट तपाईँहरू यिनी ट्राफिकका नियमहरू पूर्ण रूपमा पालना गर्नुहुन्छ, गरिराख्नु भएको छ र कहीँ कसै भनौँ न आम नागरिकहरूलाई देखेको बेला कसैले ट्राफिक नियमहरू उल्लङ्घन गरिराख्नु भएको छ भने तपाईँहरू पनि ट्राफिकहरू जसरी हाम्रो सरहरू बाटोमा खटिनुहुन्छ उहाँहरू जस्तै तपाईँहरूले पनि अरूलाई सम्झाउनुहुनेछ। रोड क्रस गर्दाखेरि जेब्रा क्रसिङको बाट नै रोड क्रस गर्नुहुनेछ, ओभर ब्रिजबाट रोड क्रस गर्नुहुनेछ। यी नियमहरू पूर्ण रूपमा एटलिस्ट ग्लोबल कलेज एसोसिएट भएको नाताले, किनकि हामी त सहकार्य गर्दैछौँ पछि तपाईँहरूको पनि त्यत्तिकै जिम्मेदारी हुन्छ जति ट्राफिकका सरहरूले जिम्मेदारी निभाइराख्नु भएको छ। उहाँहरू हेर्नुहोस् त, तपाईँहरू राति हिँड्दाखेरि पनि उहाँहरू रोडमा पानी परिरहेछ, घाम लागिरहेछ, रोडमा खटिरहेको छ, आखिर कसका लागि? तपाईँ हाम्रो जीवन बचाउनका लागि। त्यसैले हामी पनि त्यत्तिकै उत्तरदायी बन्नुपर्छ र त्यसैले तपाईँहरू ग्लोबलको विद्यार्थी हो र यी जति सरले अहिले राख्नुभयो 21 बुदाहरूमा जुन ट्राफिकले पालना गर्नुपर्ने नियमहरू, तपाईँहरू आफै पनि चालक हुनुहुन्छ भने लेनको प्रयोग गर्नुहोस्, रातो बत्ती बल्दाखेरि रोक्नुहोस् र तपाईँहरू अहिले टिनेजर स्टुडेन्ट हुन्छ, धेरै जसो मोटरसाइकलहरू चलाउनुहुन्छ भने एकदम तीव्र गतिमा नचलाइकन एकदम बिस्तारै हाँक्नुहोस्, हेलमेटको प्रयोग गर्नुहोस्। यी सबै कुराहरू र तपाईँहरूलाई मैले फेरि पनि भने तपाईँहरू पनि उहाँहरू जत्तिकै ट्राफिक कार्यालयका जुन हाम्रा ट्राफिक सरहरू हुनुहुन्छ उहाँहरू जत्तिकै तपाईँहरूले पनि जिम्मेदार भएर तपाईँहरूको टोल छिमेक नातागोता र जहाँ तपाईँहरूले कसैले ट्राफिक नियम पालना गरिराख्नु भएको छैन उहाँलाई गरेर होइन यो त यसरी जानु पर्थ्यो, हजुरले अलि यसरी गइदिनु पर्यो भनेर रोडमै जहाँ देख्नुहुन्छ त्यही मजाले त्यो अभियानमा तपाईँहरू पनि सरिक हुनुहुन्छ, भइदिनुहुन्छ भन्ने आग्रह गर्दै यसको लागि यो सबै नायमा प्लस हाम्रो ट्राफिक कार्यालय सबैलाई धन्यवाद दिँदै यो हाम्रो सहकार्य निरन्तर रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दै मेरा 2 शब्द टुङ्ग्याएँ। धन्यवाद।